सम्पूर्ण नमस्कार। आज हामी संवैधानिक कानुनको बारेमा छलफल गर्न गइरहेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र यहाँलाई कस्तो लाग्छ कृपया प्रतिक्रिया दिन चाहिँ नबिर्सनुहोला। संविधान संविधान देशको सर्वोच्च कानुन संविधान हो। देशको सर्वोच्च कानुन संविधान हो। संविधान देशको सर्वोच्च कानुन हो। यो राज्य सञ्चालनको दस्तावेज हो। यो राज्य सञ्चालनको दस्तावेज हो। राज्य व्यवस्था सञ्चालन गर्नको लागि सरकारलाई मार्ग निर्देशक एवं दिशाबोध गराउने कानुन वा सिद्धान्तको संग्रह संविधान हो। एरिस्टोटलका अनुसार संविधान त्यो यन्त्र हो जुन राज्यको कार्यालयहरूको सङ्गठन निर्धारण गर्दछ। एरिस्टोटलका अनुसार संविधान त्यो यन्त्र हो जुन राज्यको कार्यालयहरूको सङ्गठन निर्धारण गर्दछ। अस्टिन भन्नुहुन्छ संविधान त्यो हो जसले सर्वोच्च सरकारको बनोटलाई निश्चित गर्दछ। डाइसीका अनुसार संविधान त्यो वस्तुहरूको समूह हो। संविधान त्यो वस्तुहरूको समूह हो जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट राज्यको सर्वोच्च सत्ताको शक्तिको वितरण तथा प्रयोग निश्चित गर्दछ। संविधानका विशेषताहरू, फिचर्स अफ कन्स्टिट्युसन। फिचर्स के हुन सक्छन् त? संविधान देशको मूल कानुन हो। संविधान देशको मूल कानुन हो। सरकार सञ्चालनको आधार हो। नागरिक अधिकारको निर्माण गर्ने हो। शक्तिको विभाजन, सरकारको स्वरूप निर्माण गर्ने, सर्वोच्च शासनको स्वरूप निर्माण गर्ने, सरकार र जनता बीच सुमधुर सम्बन्ध कायम गर्ने। संविधानका कार्यहरू राज्यका प्रमुख अङ्गको सङ्गठन र संरचना निर्माण गर्दछ। यसले राज्यका प्रमुख अङ्गहरूको सङ्गठन र संरचना निर्माण गर्दछ। ती संरचनाले गर्ने काम, कर्तव्य र अधिकारको तय गर्दछ। ती निकायहरू बीच एक आपसमा नियन्त्रण र सन्तुलन प्रबन्ध मिलाउँछ। ती निकायको अधिकार सीमाङ्कन गर्दछ। यो हो संविधानको काम भनेको। है, संवैधानिक कानुन भनेको के त? संवैधानिक कानुन, कन्स्टिट्युसनल ल, सामान्य अर्थमा मानिसलाई केही गर्न वा नगर्नको लागि अभिप्रेरित गर्ने नियमहरूको सङ्ग्रह कानुन हो। सामान्यतया चाहिँ मानिसलाई केही गर्न र नगर्न अभिप्रेत गर्ने कानुनहरूको अभिप्रेत गर्ने नियमहरूको सङ्ग्रह नै कानुन हो। यसरी बुझौँ, गर्न र नगर्न है अभिप्रेत पर्ने नियमहरूको सङ्गालो अथवा सङ्ग्रह कानुन हो। सामाजिक र राष्ट्रिय सम्बन्धलाई नियमितता दिने र सञ्चालन गर्ने, जसले सामाजिक र राष्ट्रिय सम्बन्धलाई नियमितता दिने, सञ्चालन गर्ने र नियन्त्रण गर्ने नियमहरूको समूह हुन्। कानुन राज्यको तर्फबाट शासन व्यवस्था सञ्चालन गर्न निर्माण गरेको दस्तावेज हो। यो समाजलाई अनुशासनको डोरीमा बाँध्ने माध्यम हो। यो समाजलाई अनुशासनको डोरीमा बाँध्ने माध्यम हो। संवैधानिक कानुनको महत्त्व समाजमा शान्ति, सुव्यवस्था, अमन चयन कायम गर्न, व्यक्तिका नैसर्गिक तथा मौलिक हक अधिकारको संरक्षण गर्न, सरकारलाई निरङ्कुश हुनबाट रोकी विधिको शासन सञ्चालन गर्न, समाजमा शान्ति सुव्यवस्था कायम गर्न, समाजमा समानता र समता कायम गर्न, नागरिकमा अधिकार र कर्तव्यको बोध गराउन, राज्य प्रणाली सञ्चालनका आधारहरू तय गर्न, मानवीय व्यवहारको निर्देशित र नियन्त्रण गर्न, अपराध नियन्त्रण र दण्डहीनताको अन्त्य गर्न, वैयक्तिक स्वतन्त्रता र अधिकारको संरक्षण गर्न, मानव व्यवहारलाई निर्देशन र नियन्त्रण गर्न, न्याय प्रशासनलाई व्यवस्थापन गर्न, आदर्श समाजको परिकल्पना पुरा गर्न, अपराधलाई नियन्त्रण गर्न, अपराधी गतिविधि नियन्त्रण गर्न, समाजमा सामाजिक नैतिकता अनुशासन मार्फत सभ्य सुसंस्कृत समाज निर्माण गर्न, समाजका सदस्यहरू बीचको सुसम्बन्ध स्थापना र सामाजिक आवश्यकता पुरा गर्न, सामाजिक व्यवहारलाई नियमन गर्न जसको आवश्यकता पर्दछ। अब संवैधानिका स्रोतहरू के हुन् त है, अथवा संवैधानिक कानुनका स्रोतहरू है। संविधान र विधान, सहायक विधान र अन्य नियमहरू
अदालती नजिर र न्यायिक निर्णयहरू, कानुन सम्बन्धित नियम, परम्परा, प्रथा, लेखकहरूको विचार, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू यी हुन् के हुन् त संवैधानिक कानुनका स्रोतहरू हुन्। संवैधानिक कानुनका स्रोतहरू संविधान र विधान, कन्स्टिट्युसन एन्ड स्ट्याटस, सहायक विधान र अन्य नियमहरू, सेकेन्डरी लेजिस्लेसन एन्ड अदर रुल्स, अदालती नजिरहरू र न्यायिक निर्णयहरू, जुडिसियल डिसिजन्स, कानुन, असम्बन्धित नियम, परम्परा, प्रथा, लेखकका विचारहरू, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कानुनका स्रोतहरू हुन्, संवैधानिक कानुनका स्रोतहरू हुन्। संविधान र संवैधानिक कानुन बीचको फरक। संविधान मूल कानुन हो भने संवैधानिक कानुन संविधानले दिएको अधिकारको दायरामा निर्मित हुन्। संविधान व्यापक विस्तृत हुन्छ भने संवैधानिक कानुन सीमित र सङ्कुचित हुन्छ। संविधान निरन्तर निर्माण नहुने हुन्छ। नियमित निर्माण, निरन्तर निर्माण हुँदैन। संविधान भने व्यवस्थापिकाले आवश्यकता अनुसार संवैधानिक कानुनको निर्माण गर्दछ। संशोधन गर्न गाह्रो हुन्छ। संविधान भने संवैधानिक कानुन संशोधन गर्न लचकता हुन्छ। सबै कानुनलाई समेट्छ यसले। संविधानले भने संविधानको अधीनमा रहन्छन् संवैधानिक कानुनहरू। नेपालको संविधान 2072 संविधान हो भने संवैधानिक कानुन भनेका निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन, प्रहरी ऐन लगायतका विभिन्न ऐनहरू चाहिँ संवैधानिक कानुन हुन्। धन्यवाद। भिडियोलाई कस्तो लाग्यो कृपया फेरि पनि लाइक, सेयर, कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। यहाँको सुझाव अमूल्य रहनेछ। धन्यवाद।